हाई एभ्रिवान, आज चाहिँ म मिसो पार्सल अनबक्सिङ गर्दैछु किनकि मैले ज्वेलरीहरू मगाएको थिएँ मिसोदेखि। हेरौँ कस्तो आयो ल, किनकि मेरो यो मन्थ बर्थडे मन्थ हो, जुन मन्थ, त्यही भएर चाहिँ मैले कुछ ज्वेलरीहरू मगाएको थिएँ। होइन कस्तो रहेछ, भर्खरै आएको ल, त्यही भनेर चाहिँ सानो पट्टामा, होइन कस्तो नदेखेको कि यस्तो खालको पट्टामा आएको छ हो। मैले केही पनि लगाएको छैन, आएको छ हो प्याकेजिङ चाहिँ म त्यस्तो खालको मगाएको छु। जोनेस कलेक्सन आर्टको गरेर रहेछ हो। अनि त्यसपछि यो चाहिँ कस्तो रहेछ हेर्नु ल, क्वालिटीहरू कस्तो रहेछ त्यो पनि चेक गरौँ ल। यो चाहिँ यस्तो खालको छ, देख्न सक्नुहुन्छ है। सो क्युट, सो क्युट, सो क्युट, सो क्युट। यसरी लाउनु। अन्त योपालि मेरो ब्ल्याक कलरको ड्रेस छ नि त, होइन त्यो पनि आउनु बाँकी नै छ, मगाइरहेको छु, त्यो पनि तपाईँसँग सेयर गर्नेछु। त्यही भएर चाहिँ मैले योपालि मेरो ज्वेलरी थिमहरू चाहिँ सिल्भर गरेको हो। कस्तो लाग्यो भनिदिनु होला, मलाई चाहिँ राम्रो लाग्यो। यहाँ चाहिँ अर्को पार्सल। अन्त सरी फर माई ड्रेस, होइन म चाहिँ नाइट सुटमै छु किनकि लुगा फेर्नु अल्छी लाग्यो कि, त्यही भएर कहीँ पनि जानु छैन, घरमै गयो। यो चाहिँ मेरो अर्को पार्सल हो। यो चाहिँ मैले रिङ्सहरू मगाएको थिएँ, रिङ्स मलाई कुनै आजकल म पुरा धेरै क्रेज भएको छु रिङ्सको लागि, होइन धेरै क्रेज, धेरै अब्सेस भएको छु रिङ्सको लागि, त्यही भएर मैले रिङ्स मगाएको छु। यो चाहिँ हेर्नु कस्तो आएको छ। मैले एकचोटि मगाएको थिएँ यो जोयल ग्यालेक्सीदेखि, तर त्यति राम्रो क्वालिटीको आएन कि, मैले रिटर्न गरिदिएँ। होइन त्यही भएर फेरि पनि हो लेट्स सी, हेरौँ कस्तो आउँदो रहेछ है भनेर। अनि यसमा चाहिँ 2टा प्याकेट आएको छ। यो पनि सिल्भर ज्वेलरी नै हो, 2 प्याकेट आएको छ, 2टा। पहिला चाहिँ म तपाईँलाई देखाउँछु यो प्याकेट। एकदमै ओ माई गड, ओ माई गड है, अलिक ठुलो ठुलो पो भयो त मलाई त। ओ माई गड, बट क्युट, मन पर्यो है। एउटा यो रहेछ, अर्को रहेछ यो चाहिँ हातमा ठिकै भयो है। म तपाईँहरूलाई सबै लगाएर देखाउँछु ल। हात पनि कस्तो सानो के तर दामी है। यो रहेछ एउटा यस्तो खालके, यो पनि यहाँ चाहिँ अट्ने रहेछ। दुईटा हातमा लगाएर देखाउँछु ल। हातै मेरो त के हो, रिङ्सको लागि सानो सानो छ, तपाईँ देख्न सक्नुहुन्छ। त्यो राम्रो, आजकल फेरि यसरी लाउने धेरै ट्रेन्डमा छ क्या, यसरी डबल लाउने ट्रेन्ड त पहिले नै आइसकेको तर अहिले यहाँतिर चाहिँ धेरै ट्रेन्डमा छ। यहाँतिर चाहिँ मैले त देखेको छैन, तर म चाहिँ लाउँदैछु यसरी। त्यो चाहिँ यो, त्यसपछि यो चाहिँ हो मलाई त यो हातमा आइदिइरहेको क्या, कस्तो राम्रो के, तर मलाई ठिकै नभएको। आजकल फेरि म यस्तोतिर धेरै अब्सेस भएको छु क्या, ठुल्ठुलो खालके धेरै अब्सेस भएको छु। तर यो पनि राम्रै छ, किनेर पनि है। थाहा मन पर्यो यसको क्वालिटी चाहिँ, एकदमै राम्रो क्वालिटी लाग्यो यसको क्वालिटी। यो चाहिँ फेरि मैले मेरो घाँटीको जुन चाहिँ अहिले देखाएँ नि नेक्लेस हो, त्यसलाई नै हेरेर पनि किनेको क्या, यो स्टोन सानो हेरेर पनि किनेको, तर डिफ्रेन्ट रहेछ। फोटोमा त सेम देखाइदिइरहेको छु, यहाँ चाहिँ डिफ्रेन्ट रहेछ, तर आई लभ इट, मलाई मन पर्यो। हो निस्किनु मान्दैन त, मलाई मन पर्यो नि त। यसमा चाहिँ टोटल पिस रहेछ 1 2 3 4 5 6 7 8, टोटल 8 पिस। अन्त प्राइस चाहिँ कति थियो भने 200 प्राइस कति थियो, 247 समथिङ थियो यसको प्राइस। अर्को प्राइस 239, यसको चाहिँ प्राइस 239। मैले केस यस्तो झारेको थिएँ स्टाइल बनाउँदा, तर मैले सकिनँ, म यसै गर्छु। नेक्स्ट छ यो है। अन्त यसमा चाहिँ भनेको छ किप अवे फ्रम मोइस्चर, होइन अवे फ्रम पर्फ्युमदेखि पनि अभोइड गर्नु अरे, पसिनादेखि पनि अभोइड गर्नु अरे, स्वेट स्टोर टाइप एयर टाइप कन्टेनरमा स्टोर गर्दाखेरि। ओ माई गड, रिङको भण्डार सीमाकोमा, म सीमा चाहिँ यहाँ यस्तो गरेर राख्दैछु। अब यो दुइटा म कुन चाहिँ लाउँछु, अब मिक्स म्याच गरेर लाउँछु होला सायद, मलाई त्यस्तै लाग्दैछ होइन। यो चाहिँ एडजस्टेबल पनि रहेछ क्या, यो मसिनो चाहिँ त्यति साह्रो राम्रो रहेन रहेछ। यो चाहिँ यस्तो खालको रहेछ होइन। यसमा भयो 1 2 3 4 5, 1 2 3 4 5 5 पिस यसमा होइन। अन्त यसमा छ 1 2 3 4 5 पिस, टोटल 10 पिस भनौँ न। यहाँ मैले यो चाहिँ यहाँ माथि नै यसरी लगाउनु कि त्यस टाइममा क्वालिटी एकदमै राम्रो लाग्यो। योपालि क्वालिटी एकदमै राम्रो आएछ। तपाईँले यो चाहिँ जसरी लाउँदा नि हुन्छ, यसरी स्टाइल गरेर लाउँछु भन्दा पनि भयो, नभए यसलाई यसरी लाउँछु भन्दा पनि भयो। ओ माई गड, कस्तो लाग्यो भन्नु मलाई, पुरा राम्रो लाग्यो मलाई चाहिँ।